दिल्लीबाट शिशिर खनालको स्पष्ट सन्देश। सीमा विवादमा युकेको मध्यस्थता होइन, संवाद नै नेपालको बाटो। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवादको विषयमा नेपालको अडान फेरि एकपटक स्पष्ट पारेका छन्। भारतीय सञ्चार माध्यमहरूमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालले सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजेको र सबै विवादहरू दुई देश बीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने बताएका छन्। दिल्ली स्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले पछिल्ला दिनमा सीमा विवाद र युकेको भूमिकाबारे भइरहेका चर्चा र अड्कलबाजीहरूलाई सम्बोधन गरेका छन्। उनले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर गरिएको व्याख्याप्रति पनि स्पष्टीकरण दिएका छन्। हामीले युकेको मध्यस्थता खोजेका होइनौँ। यदि ऐतिहासिक प्रमाण वा दस्तावेजहरू बेलायतका अभिलेखालय वा पुस्तकालयमा छन् भने तिनका पहुँच खोज्नु स्वाभाविक हो। तर सीमा विवाद समाधान गर्ने विषय नेपाल र भारत बीचको संवादको विषय हो, खनालले भनेका छन्। उनले नेपालको परराष्ट्र नीतिको मूल आधार नै कूटनीतिक वार्ता र आपसी समझदार रहेको उल्लेख गर्दै सीमा विवादलाई पनि यही माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। लिपुले कालापानीमा अडान यथावत राखेका छन्। खनालले लिपुले कालापानी र लिम्पियादुरा क्षेत्रबारे नेपालको दाबी यथावत रहेको स्पष्ट पारेका छन्। उनले ती भूभाग नेपालको भएको दाबी दोहोर्याउँदै नेपालले यस विषयमा भारत र चीन दुवैलाई औपचारिक रूपमा आफ्नो धारणा जानकारी गरेको बताएका छन्। हाम्रो अडान स्पष्ट छ, ती भूमि नेपालको हो भन्ने विषयमा नेपालले विगतदेखि नै आफ्नो धारणा राख्दै आएको छ, उनले भनेका छन्। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवेदनमा सोधिएको प्रश्नमा पनि खनालले स्पष्ट जवाफ दिएका छन्। उनले प्रतिवेदन सार्वजनिक गर्ने अधिकार आफ्नो नभएको भन्दै त्यसका लागि नेपाल र भारत दुवै पक्षको सहमति आवश्यकता रहेको बताएका छन्। इपिजी दुवै देशका प्रधानमन्त्रीहरूको सहमतिमा गठन भएको संयन्त्र हो, त्यसैले प्रतिवेदनबारे अन्तिम निर्णय पनि दुवै पक्षको समझदारीबाट मात्रै सम्भव हुन्छ, उनले भनेका छन्। पहिलो भारत भ्रमणमै सम्बन्ध सुदृढीकरणमा पनि जोड दिएका छन्। परराष्ट्र मन्त्री बनेपछि भारतको पहिलो औपचारिक भ्रमणमा रहेका खनालले आफ्नो भ्रमण मुख्यतः नेपाल भारत सम्बन्धका विविध पक्षको समीक्षा र आगामी सहकार्यका सम्भावनाहरूमा केन्द्रित रहेको बताएका छन्। भारतीय विदेश मन्त्री एस जयशङ्करसँगको भेटमा पनि दुई देश बीचको समसामयिक विषय, आर्थिक सहकार्य, कनेक्टिभिटी र आपसी हितका मुद्दामा छलफल भएको उनले जानकारी दिएका छन्। कूटनीतिक सन्तुलनको सन्देश के छ भने दिल्लीबाट आएको खनालको सन्देशले नेपालको पुरानै कूटनीतिक लाइनलाई पुनः पुष्टि गरेको छ। एकातिर उनले सीमा विवादमा नेपालको दाबी दोहोर्याए भने अर्कोतर्फ समाधानको बाटो संवाद र कूटनीतिक प्रक्रियामै रहेको स्पष्ट पारे। यसरी भारत भ्रमणका क्रममा शिशिर खनालले सीमा विवाद, इपिजी प्रतिवेदन र द्विपक्षीय सम्बन्धका विषयमा नेपालको धारणा प्रष्ट पार्दै नेपाल संवाद र कूटनीतिक माध्यमबाटै अघि बढ्ने सन्देश दिएका छन्।